हेलो नमस्कार सुप्रभात गुड मर्निङ। आजको शुभ बिहानी शनिबारको शुभ बिहानी हामीले निदो गऱ्यौँ। हामी आज जाने पौराई बाबा दर्शन गर्न। पौराई बाबाको नाम त धेरै सुनेको थियो, तर म चाहिँ कहिले गएको थिएन। मेरो बुढो भने जानुभएको थियो र उहाँ भनिन्छ धेरै भाकलहरू मान्यता पुरा हुन्छ र मानिसहरू आफ्नो भाकल पुरा गर्न आउनुहुन्छ। यहाँ जाँदा जाँदा गाउँमा बागमती भन्दा अलिक परतिरबाट गाउँभित्रबाट जानु पर्दो रहेछ। कस्तो राम्रो ठाउँ छ, चारैतिरबाट हरियाली हरियो परियो तोरीहरू पनि फुलिरहेको, छेउमा पहाड पनि लाग्छ। छेउमै चाहिँ त्यहाँबाट पहाड पनि देखिरहेको थियो। चाँडै नै हामी पौराई बाबा मन्दिर पुगिहाल्यौँ। आधी घन्टा जति लाग्यो होला पौराई बाबा पुग्यौँ हामी। यहाँ मन्दिरमा प्रवेश गरेपछि कति ठुलो मन्दिर रहेछ भनेदेखि पुरै के फराकिलो सफा सुग्घर धेरै नै राम्रो रहेछ। म त कहिले आएको थिएन, मैले सोचेको थिएन यस्तो होला भनेर, तर राम्रो लाग्यो मलाई। भनिन्छ मन्दिर जबसम्म भगवान्ले बोलाउनु हुन्न दर्शन गर्नलाई तबसम्म जान पाइँदैन। कति हुन पनि हो, कतिचोटि हुन्छ त्यस्तो हामीले प्लान बनाउँछौँ र कुनै न कुनै कारण क्यान्सल हुन्छ मन्दिर जानलाई। तर जब भगवान्ले बोलाउनुहुन्छ मन्दिर तब त कुनै जसरी पनि पुग्छ मान्छे भनेर त्यही भनाइ आज पुरा भएछ मेरो। साँच्ची नै हो रहेछ। मैले सोचेको थिइनँ म पौराई बाबा मन्दिर दर्शन गर्न जान पाउँछु। यहाँ भाकलको ठुल्ठुलो बोकाहरू, भालेहरू, परेवाहरू धेरै लिएर आउनुभएको रहेछ। हुन त हाम्रो कुलदेवतामा चढ्दैन, त्यसैले म यो प्रसादहरू नरिवल लड्डुहरू लिएर हामी दर्शन गर्न अगाडि गयौँ। यहाँ दर्शन गर्न जाँदाखेरि भित्र हेर्न सक्नुहुन्छ मन्दिर यति राम्रो छ नि, जस्तो कि कुनै पनि बार छेका लगाएको छैन, छेकेको छैन, रेलिङहरू बनाएको छैन कि आफू जान नपाउने। भित्र पसेर उहाँ यो नै मेन, यहाँ देख्नु सक्नुहुन्छ उहाँ दिदी दाईहरूले पूजा गरिरहनु भएको छ भने परेवा भाकल यो नै मेन मन्दिर हो कि यहाँ नै पौराई बाबाको मेन मन्दिर हो। यसमा नि हामी भित्र गएर आनन्दले आफूले पूजा गर्न पाइन्छ। र सबैभन्दा राम्रो कुरा चाहिँ के छ भने छेउमा भक्त श्रद्धालुहरू बसेर एउटा कुनामा भजन पनि गर्न सक्नुहुन्छ। 24 घन्टा त्यहाँ भजन पनि भइराख्दो रहेछ। र गाडीहरू जति मान्छेले भाकलहरू आफ्नो धेरै यातायात सम्बन्धी चाहिँ बढी हुँदो रहेछ यहाँनिर। नयाँ नयाँ स्कुटी ट्रकहरू बाइकहरू ल्याएर पूजा गरेको देखियो। बोका त कति हो र सबैभन्दा प्लस पोइन्ट चाहिँ के थियो भने यहाँको पुजारी 12 पुजारी आमा यति राम्रो, कस्तो मिठो बोली वचन, कति राम्रो सबै श्रद्धालुहरूलाई सिकाउनुहुन्थ्यो। यसरी गरेर लानु होला, यसरी लानुहोस्, यहाँ पूजा गर्नुहोस्, उहाँ गर्नुहोस्, सबै सिकाउनुहुन्थ्यो र मजाले टिका लगाइदिएर यति राम्रो आशीर्वाद पनि दिनुभयो। आनन्द मनभित्र एकदम शान्ति आयो कि मन्दिर दर्शन गर्न जाँदाखेरि यस्तो हुनुपर्छ। कुनै घुइँचो केही छैन, कहिले पूजा गर्न पाएन, छुन पाएन भगवान्लाई भने भित्र मनमा खुटुखुटु केही पनि नलाग्ने। यहाँ हेर्न सक्नुहुन्छ कतिजनाले यस्तै गरेर स्कुटीहरू पूजा गरिरहनु भएको थियो, बाइक पूजा नयाँ गरिरहनु भएको थियो। अब यो अर्कोपट्टिबाट 2टा मुख छ त्यो मन्दिरमा जानलाई। उतापट्टिबाट अर्को चोक पनि छ, सानो चोक, त्यताबाट पनि छ, अर्कोपट्टि पनि छ, दुईपट्टि रहेछ। यहाँ शिवजीको प्रतिमा त कति ठुलो हो। त्यो शिवजीको प्रतिमाको मुनिबाट मान्छे हिँड्दा त सानो सानो देखिने कि कति राम्रो टलक्क टल्किरहेको, भर्खर नयाँ बनाएको जस्तै नयाँ नै थियो। धेरै जसो यो नन्दी हेर्न सक्नुहुन्छ यति सफा सेतो सबै ठुलो, उहाँको पनि नन्दीको पनि प्रतिमा ठुलो न ठुलो। अहिले धेरै मान्छे पनि नगर्न थाहा पाएर हो कि नत्र मान्छे त पूजा गरेर टिका रक्षताको थुप्ला यति फ्यालेर त भगवान्को मूर्तिहरूलाई त कस्तो फोहोर बनाइदिन्छ। यहाँबाट अलिअलि देखिएछ शिवजीको। अब हामी निस्क्यौँ, यो अर्कोपट्टि चोकको बाटो हो, सानो चोक रहेछ त्यहाँनिर। पुरै गाउँ आनन्द आउने गाउँ, सफा शान्त सुन्दर मनै रमाउने गाउँ रहेछ। अब हामी निस्क्यौँ। बाटोमा जाँदा जाँदा त के देख्यौँ भने पिकनिक जानलाई पिकनिक खान पनि आएर चाहिँ कति स्कुलको गाडीहरू रहेछ। अनि पिकनिक खाने ठाउँ चाहिँ फेरि मन्दिरनिर जान पाइँदैन, यहीँ जङ्गलको छेउछेउमा खान पाइने हो। कति मन्दिरहरूमा हुन्छ छेउछेउमा चाहिँ त्यहीँ पिकनिक खान्छन्, त्यो चाहिँ गर्नु नहुने, यो चाहिँ राम्रो कुरा हो। जाँदा जाँदा बाटोमा यहाँ बाँदरहरूलाई देखेँ कति बसिरहेको रहेछन्। बिचरा उनीहरूलाई जङ्गलमा के खान पाउनु र, त्यही खाना रुँगेर बसेको थियो। मैले लड्डु चढाएको थिएँ, त्यही लड्डु सबै बाँदरलाई बाँडिदिएँ। आज हनुमानजीको दिन पनि थियो र हनुमानजीलाई आफ्नै हातले प्रसाद दिन पाइयो, त्योभन्दा राम्रो कुरा के चाहिँ हुन्छ र। सबै कुरा राम्रो भयो, पौराई बाबाको दर्शन गर्न पाइयो। बाँदरहरू यहाँ पछि पछि आइरहनु भएको छ अझै खानलाई, तर थिएन, सिद्धिसकेको थियो बाँडेर नै सबै। अब 10:30 11 बजिसक्यो। यो राम्रो रमाइलो दृश्य हेर्दै हामी अगाडि बढ्दै थियौँ। भोक लाग्यो, अब घर घर खाना पकाएर कति खाने होस् न त, यहीँ बाटोमा खाएर जाउँ भनेर हामीले विचार गरेर छेउमा एउटा शान्त सुन्दर सफा होटल थियो, त्यहीँ बस्यौँ। भन्छन् तीर्थ गरेर आएर
माछा मासु खानु हुँदैन भनेर त्यसैले हामीले सादा खाना खायौँ। सादा खाना पनि एकदम ताजा, सबै कुरा राम्रो मिठो खाना खान पाइयो। यसरी घाम ताप्दै हामी दुईजना बुढाबुढी खाना खाएर घरतिर लाग्यौँ। हजुरहरू पनि पराई बाबाको मौका मिल्यो भने पराई बाबाको दर्शन गर्न जानुहोला। सबैको कल्याण होस्। जय पराई बाबा।